हेलो गाइस, आज म धेरै दिनको बादमा चाहिँ आइरहेको छु अनि हजुरहरूलाई म लौकाको मोमोको रेसिपी बनाएर देखाउने छु। लौका चाहिँ हाम्रो हेल्थको लागि राम्रो अनि शरीरलाई पनि शीतल गराउँछ भनेर सुनेको थिएँ। त्यही भएर चाहिँ म आज हेल्दी लौकाको मोमो बनाएर देखाउने छु। सुरुमा चाहिँ लौकालाई मजाले पखालेर त्यसको बोक्रा तास्ने अनि त्यसपछि एउटा कोरेसोमा त्यसलाई मजाले भुजुरी बनाएर कोर्ने अनि लौकालाई चाहिँ मजाले कोरेसोमा कोरेर अनि त्यसबाट निस्केको पानी हाल्दिने, प्याज पनि हाल्ने, अदुवा र लसुनको पेस्ट हाल्ने अनि त्यसपछि नुन हाल्ने स्वाद अनुसार अनि त्यसपछि घिउ हाल्ने अनि त्यसपछि त्यसलाई मजासँग मल्ने। अनि यसमा हजुरले मोमोधुलो मसला हाल्नु पनि सक्नुहुन्छ। मैले चाहिँ हालेँ, हजुरहरूलाई मन पर्दैन भने हजुरहरूले नहाल्दा पनि हुन्छ। मोमोलाई चाहिँ तपाईँलाई जस्तो आकारको बनाएर खानु मन लाग्छ त्यही डिजाइनको बनाएर आकारको बनाएर हजुरहरूले खान सक्नुहुन्छ। अनि यसमा हजुरले अचार पनि आफूलाई जस्तो मनपर्छ त्यस्तै बनाएर हजुरले खान सक्नुहुन्छ। काठमाडौँमा धेरै गर्मी बढेको छ अनि गर्मीमा चाहिँ हामीले धेरै पानीहरू खानुपर्छ, फ्रुटहरू खानुपर्छ। हजुरहरूले पनि खान सक्नुहुन्छ। अहिले पनि यो स्याउ र मेवा खाइरहेछु। हुन्छ, मेरो आजको रेसिपी यति नै थियो। हुन्छ, हजुरहरूलाई मनपर्छ भने मेरो च्यानललाई लाइक अनि सब्सक्राइब गरिदिनु होला। हुन्छ, बाई बाई।